जलपेढुङ्गो होइन त्यो ढुङ्गामाथि हामी आयौँ अहिले हजुरबा बसा ठाउँमा आइयो हो अब एकछिन मैले के भन्छु सुनेर बस्नु ल हामी जलपेढुङ्गा आयौँ आमाको नाउँ के हो यो बुढीको नाउँ के अनि कति वर्ष भयो होइन होला अलि बिर्स्यो अलि बिर्स्यो 12-13 वर्ष होला 12-13 वर्ष हो अनि अब हामी यो च्याल्टी आएर जलपेढुङ्गा आइपुग्यौँ हो बा बस्ने ठाउँमा त्यो ढुङ्गामाथि आइपुगेर बस्यो अहिले ढुङ्गामाथि एकचोटि छ ढिँडो पकाएको सिस्नु ढिँडो पहिली सिस्नु र ढिँडो खाने गरेको थियो होइन अब यो ढुङ्गामाथि बस्या बालाई एकचोटि बोलाउनु पर्यो म आइपुगेँ छोरी आई ठुली आई भन्नु पर्यो भात खाना कहाँ राख्नु अछिला बस्या छ यो ढुङ्गामाथि अप्ठ्यारा बस्या छ भन्नु पर्यो एकचोटि अब आमालाई बोलाउने छन् अब एकचोटि दाइलाई बोलाउने खोइ दाइ ठुल्दाइ खोइ ठुल्दाइ 9वटालाई नै बोलाउन लाउनु पर्यो अनि माइलो भाइ हो